कठै बिचरा अहिलेसम्म पनि सिंगल केटी हेर त केटाहरु तिमीलाई त थुक्क एउटा केटी पटाउन सक्दैन तिमीहरु हेरेर सिंगल केटीलाई सिंगल भन्दै भिडियो हालेर पट्टै हाल केटा जाऊ तिमीले पट्टै हाल कति सही केटी छ हेर त मान्छे बच्चा तर जिम्मेवारी ठुलो बोकेको छ खबरै नि देउलीमा बोका किन गनाउँछ भनेको त कुरा यस्तो पो रहेछ अझ रसिलो तन हेर रे के आज रसिलो त छैन होला त्यो भर्खर चढ्न लाग्यो होला त्यही भएर त्यो पसल हङल्याङ पारेर चत्रिकालाई देखाउनु भयो होला भयो नआत्तिनुस् म तपाईँलाई भोलि बिहानै 4 बजे ग्राहक पठाइदिन्छु है मम्मी हजुर यो के हामी कालो हो कि कोक कालो भएको मम्मी म त काली भए यो कोक चाहिँ किन कालो भएको ओइ कोक त किन कालो भएको अब कोक कालो किन भयो भन्दाखेरि हजुरको संगतले दिदी फेरि यो नाङ्गै बस्यो कि केटीले केटा हेर यो गन्नीमा अनि यो लुङ्गीमा भनिरहला यो भनेको यहाँको ट्रेन्ड हो कि यहाँको के भन्छ अरे ट्रेन्डै भन्छ होइन ट्रेन्ड भनौँ स्टाइल भनौँ जे भने पनि भनौँ यही हो हुन त हो अब सबैको आफ्नो आफ्नो भाषा वेशभूषा हुन्छ होइन तर यो गुन्यो यहाँसम्म बाँधेर आधा शरीर देखाएर गाउँ हिँड्ने ट्रेन त हुँदैन होला म त पत्याएन यो नेपाल हो अब देश विदेश त होइन नि त होइन अब तपाईँ पनि त्यही समाजबाट हुर्किनु भएको म पनि यही समाजबाट हुर्किँदै आएको होइन अब अहिले चाहिँ होइन यो आधा शरीर देखाएर हिँड्ने चाहिँ कमन भइसकेको छ कि होइन अब हामीले त बुझ्छौँ होइन अब समाजलाई पच्दैन कि यो यस्तो कुरा चाहिँ है त्यही भएर केटीलाई चाहिँ शरीर छोपेको राम्रो देखिन्छ है त्यही भएर शरीर छोपेर भिडियो बनाउनु होला है तिम्रै लाग्छ माया र ममता मैले पनि बिर्सन्न ओखो बरै नि यो बिहान के देख्नु पर्छ हेर्नु आन्टी तपाईले जति फेसन गरे पनि पछि लाग्ने भनेको नै उ त्यही हो मौसम जरा शारुठ हुआ रे शैयान तू बदला नहीं है मौसम जरा शारुठ हुआ रे रसगुल्ला रसगुल्ला रे अरे दिदी तपाईँ यार मैले त झालमा राखेको रसगुल्ला खाइदिनु भएछ बाबाले मलाई खाने भनेर ल्याइदिएको तपाईँले खाइदिनु भएछ तपाईँसँग बोल्दैन म रिसाउँछु हेर्नु अझ अरूको त कसरी खाइदिनु भएको छ रस दिनु मलाई तपाईँले गुल्ला खानु बरै नि हजुरआमालाई पनि भाग्यले ठगाएछ यहाँको जमानामा टिकटक खुलेको भए के हालत हुँदो कि टिकटकको तर जे भए पनि हजुरआमाको एक्टिङ चाहिँ बबाल छ भाइरल हुनुपर्छ अब है पसलका साउनी चाहिँ कहाँ गएछन् यो साडी चाहिँ कहाँ बोल रहन राम्रो छ हामी जस्तै राम्रो छ कता बोले हाम्रो खै रातो नलाको नि खाना हो कम्फर्टेबल यस्तो हैन यस्तो राम्रो अगाडि पछाडी जताबाट हेर्दा नि राम्रो कता बोलेको हो र खै हेलो साउनी कहाँ हुनुहुन्छ र गीत बुट लाउँदैछ नाच फेरि काठमाडौँतिर जाँदैछ मान्छे फेरि पानी बिनाको माछा जस्तो गरेर फेरि तपाईहरु नआत्तिनुस् मानसिक सन्तुलन बिग्रेकालाई त्यो ट्र्याक्टरको ट्रालीमा हालेर बागमतीमा लगेर बगाउने विचार गरेको छम
नानी नानी के गरे उठा 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 नाच्नुपर्छ ल नाच नाच ल यो बहिनीलाई मैले कहाँ देखेँ जस्तो लाग्यो यो त्यही बहिनी होइन त्यो रसिलो तनायो भन्दै भिडियो बनाउने बहिनी पछाडि त अझ के अरे त्यो सुँगुर पनि पालेको रहेछ के पालेको सुँगुर बाख्रा बोका के पालेको ए बराइनी यो बहिनीले सबै जनावरलाई गनानी बनाउनु भयो अब मैले यो भाइलाई यो पनि भन्न सक्दिनँ कि यस्तो नगर बाबु हात खुट्टा भाँचिन्छ